आमा. A poetic tribute to the endless love, sacrifices and dreams of every mother. आमाहरूको लागि डेडिकेट गरेर लेख्नु भएको छ. आमा तिमी कस्ती कस्ती भगवान भन्दा ठुली तिमी. तिम्रो काखमा न्यानो भएर बसेदेखि तिमीले कहिले आशा नराखी कसरी तिमीले अतुलनीय माया गर्यो मलाई हे आमा भन त. आमा तिमी कस्ती कस्ती भगवान भन्दा ठुली तिमी. तिम्रो काखमा न्यानो भएर बसेदेखि तिमीले कहिले आशा नराखी कसरी तिमीले अतुलनीय माया गर्यो मलाई हे आमा भन त. कर्म साँच्चै राम्रो गरेकै हुनुपर्छ मैले आमा. कर्म साँच्चै राम्रो गरेकै हुनुपर्छ मैले आमा. न त कुन हिसाबले तिमी जस्ती आमा पाउँथे र म. बडा राम्रो कविता छ, सुन्नुहोस् है. कर्म साँच्चै राम्रो गरेकै हुनुपर्छ मैले आमा. नत्र कुन हिसाबले तिमी जस्ती आमा राम्री आमा पाउँथे र म. तिमीले गरेको बलिदान सम्झँदा सन्नाटा छाएर मनमा लाग्छ कसरी यति अमूल्य आमा पाए भाग्यकै चमत्कार हुनुपर्छ. बडा राम्रो पद छ. तिमीले गरेको बलिदान सम्झिन्छ सन्नाटा छाएर मनमा लाग्छ कसरी यी अमूल्य आमा पाए भाग्यकै चमत्कार हुनुपर्छ. तिमीले दिएको माया सम्झिँदा हरेक चोटि तिमीले दिएको माया सम्झिँदा हरेक चोटि मेरो अस्तित्व नै तिमी भित्र गुम्सेको लाग्छ. तिमीले दिएको माया सम्झिँदा हरेक चोटि मेरो अस्तित्व नै तिमी भित्र गुम्सेको लाग्छ. कसरी तिमीलाई म यो ऋण फर्काऊ आमा. हजारौं साल भन्दा अझै धेरै लाग्ला. पक्कै पनि हो, आमाले गरेको गुण फर्काउन हामीलाई हजारौं साल लाग्छ. कसरी तिमीलाई म यो ऋण फर्काऊ आमा. हजारौं साल भन्दा अझै धेरै लाग्छ. तर एउटा कुरा तिमीले उल्टा सिकायौ मलाई. सुन्नुहोस् है. तर एउटा कुरा तिमीले उल्टा सिकायौ मलाई. मन्दिर गएर पूजा गर भनी सिकायौ मलाई. तर एउटा कुरा तिमीले उल्टा सिकायौ मलाई. मन्दिर गएर पूजा गर भनी सिकायौ मलाई. तर भगवान कहाँ मन्दिरमा हुन्छ र आमा. तर भगवान कहाँ मन्दिरमा हुन्छ र आमा. भए पनि ती भन्दा ठुलो को हो र आमा. तिमी भन्दा ठुलो को हो र आमा. है, बडा राम्रो छ. तर भगवान कहाँ मन्दिरमा हुन्छ र आमा. भए पनि तिमी भन्दा ठुलो को हो र आमा. तिम्रो भन्दा विशाल दिल कहाँ पो छ र भगवानको. तिमी भन्दा विशाल दिल कहाँ पो छ र भगवानको. जे जति गल्ती गरे भए पनि स्वर्ग पठाउने मन त तिम्रो. किन चाहिँ तिमी यति सुशील छौ मेरी आमा. तिमी साँच्चै भगवान भन्दा ठुलो छौ आमा. बडा राम्रो कविता छ. तिमीले गरेको त्याग आज म बुझ्न थाले आमा. तिमीले गरेको त्याग आज म बुझ्न थाले आमा. 2वटा मिठाई 3 जना हुँदा. बडा राम्रो कविता छ. तिमीले गरेको त्याग आज म बुझ्न थाले आमा. 2वटा मिठाई 3 जना हामी हुँदा. मलाई मिठाई मन पर्दैन भनी नखाई बसेकी थियौ तिमी. बुझ्नुहोस्, यो बडा गहिराईको कविता. तिमीले गरेको त्याग आज म बुझ्न थाले आमा. 2वटा मिठाई 3 जना हामी हुँदा. मलाई मिठाई मन पर्दैन भनी नखाई बसेकी थियौ आमा तिमी. अरूको मुखमा मिठास थप्यौ आफ्नो मुख चाहिँ तितो राखी सबैको सुखको निम्ति बलिदान देऊ तिमी. हे आमा तिमी कस्ती कस्ती भगवान भन्दा ठुली आमा. हे आमा तिमी कस्ती कस्ती भगवान भन्दा ठुली आमा भनेर बडा राम्रो कविता लेखेका रहेछन्. म डाक्टर शेखर शर्माज्यूलाई धेरै धेरै बधाई दिन चाहन्छु.